हेलो साथीभाइहरू नमस्ते। जय माटो जय देश जय नेपाल है। हाम्रो नेपालको कानुन दैव नजानुन् भन्छन् हैन। हाम्रो हाल गृहमन्त्री सुदन गुरुङलाई चाहिँ राजीनामा दिन बाध्य बनाइयो या बाध्य भयो हैन। उहाँ र सरकार बिचकै कुरा हो, तर पनि अब जे भए पनि नयाँ सरकार जेनजीको रगत बनेको सरकार हैन। यहाँ त धेरै कुराहरू लुकेको छ। यो चाहिँ हामीले खेलाची सोच्नु हुँदैन। काम गर्न आएको हैन। अब के हो यो सुदन गुरुङज्यूले चाहिँ गलत गर्नुभएको छ या छैन, छिट्टै अनुसन्धान अनि खोज होस् हैन। अनि अब साँच्चैको उहाँ भ्रष्टाचारमा मुसिनु नै भएको छ भने त उहाँलाई पनि हामीले हैन आश गरेको, भरोसा गरेको हैन। जेनजी आन्दोलनदेखि अब जस गृहमन्त्रीसम्मको पदमा पनि हामीले सबैले विश्वास गरेर नेपालीले राखेको हौँ। त्यसकारण त्यो भएको कारणले चाहिँ उहाँको अनुसन्धान भएर, उहाँको चाहिँ सोधपुछ भएर चाहिँ उहाँप्रति चाहिँ निगरानी रहोस् अनि जस निर्दोषलाई चाहिँ फसाउने कामहरू नहोस् हैन। अनि अहिले गृहमन्त्री चाहिँ यसलाई राख्दा कस्तो होला, उसलाई राख्दा कस्तो होला भन्दा पनि पहिलो नम्बर कुरा सुदन गुरुङकै चाहिँ भ्रष्टाचारसँग मिलेमत्तो भएको हो या होइन, त्यो चाहिँ राम्ररी खोज तलासी भइयोस् है। ल, जय माटो जय देश जय संस्कृति पार्टी।